हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो भिडियो चाहिँ असार 24 गते मेरो बर्थडेको दिनको। हाम्रो प्लान चाहिँ बर्थडे मनाउन जाने इटरी 72 क्याफे थियो, तर मेरो साथीहरू सरप्राइज दिनलाई चाहिँ मेरो घरै आइपुगेछ। मलाई चाहिँ इटरी बोलाएर मेरो बर्थडे सरप्राइज गर्नलाई चाहिँ भरे मेरो घर खोज्दै खोज्दै आइदिरहेको क्या साथीहरू। म त एकछिन सक भइदिएँ क्या। त्यसपछि मैले लुगा चेन्ज गरेर केक कट गर्नतर्फ लाग्यौँ। हामीले केक सेक काटिसकेर फोटो भिडियो बनाइसकेर घुम्न कहाँ जाने भन्दा हाम्रो चतरा जाने प्लान भयो साथीहरू। त्यसपछि हामी हिँड्दै चोकसम्म गयौँ। त्यसपछि हाम्रो ठिक्क सफारी आइपुग्यो अनि हामी सफारीमा चढेर लाग्यौँ चतरातर्फ। हेर्नुहोस् न, चतराको भ्यू कति राम्रो हो कि। हामी जङ्गलको भ्यू हेर्दै कोसी पुल पुग्यौँ। त्यसपछि हामीले त्यहाँ पनि फोटो भिडियो बनायौँ अनि त्यसपछि हामीले गयौँ बेलाका रिसोर्टतर्फ। फाइनली साथीहरू हामी बेलाका रिसोर्ट पुगिसक्यौँ। त्यसपछि हेर्नुहोस् न, बेलाका रिसोर्टबाट कोसीको भ्यू कति राम्रो देखेको हो। कोसीमा नि एकदमै ज्यादा पानी रहेछ। त्यहाँ पुगेपछि हामीलाई भोक लागिसकेको थियो साथीहरू। हामीले खाजासाजा खाएर फोटो भिडियो बनाउनतर्फ लाग्यौँ। हेर्नुहोस् न, भ्यू कति राम्रो आएको थियो। भिडियो बनाइसकेर हामी घरतर्फ लाग्यौँ। घर आइसकेपछि हेर्दा त साथी घरको साथीले केक र बुके कति राम्रो पठाइदिएको रहेछ। केक र बुकेको लागि थ्याङ्क यू भन्दै यो मिनी ब्लग एन्ड गर्छु म।